सबैलाई यीशु ख्रीष्टको नाउँमा जय मसीह। मेरो नाम अबिगेल चौधरी र आज म तपाईहरुलाई एसिनहरुको बारेमा केही बताउन गइरहेको छु। एसिन भन्ने नामको खास अर्थ हामीलाई थाहा छैन। कतिले त्यस शब्दको अर्थ पवित्र व्यक्तिहरू वा निको पार्ने व्यक्तिहरू भनी लगाएका छन्। एसिनहरुको पहिलो समूह राजा नबुकदनेस्सरको हातबाट बेबिलोनको कैद सुरु भएको 390 वर्षपछि यूनानी दुष्ट शासक एन्टियोकस एपिफानेसको सतावटको समयमा उत्पन्न भएको हो। 20 वर्ष मात्र धार्मिकताको गुरुले एसिनहरुलाई नेतृत्व दिएको थियो। पछि धार्मिकताको गुरु र दुष्ट पुजाहारी बीच झगडा भई एसिनहरु मरुभूमितर्फ लागे। पाइलो अनुसार एसिनहरुका केही समुदायहरू यहुदीका गाउँ र शहरमा पनि बस्थे। यरुशलेमको पर्खालमा भएको द्वारहरूमध्ये एउटाको नाम एसिन द्वार थियो, जसको नजिक एसिनहरु त्यस शहरमा बस्थे। प्लिनी अनुसार एसिनहरु मृत सागरको पश्चिमी क्षेत्रका गुफाहरूमा पनि बस्थे। मृत सागर नजिक र अन्त बस्ने एसिनहरु सबै गरी करिब 4000 एसिनहरु थिए। एसिनहरुको समुदाय सबभन्दा पहिले 165 मा स्थापित भई 37 मा विघटना भएको थियो। त्यसपछि 4 मा फेरि स्थापना भई 38 मा रोमी युद्धकै समयमा सो समूह नष्ट पारियो। सदस्य हुन चाहने नयाँ व्यक्तिले 3 वर्षको अवधिसम्म समाजका अरू व्यक्तिहरूलाई आफू योग्य भएको प्रमाण गर्नुपर्दथ्यो। पहिले 3 वर्षलाई एक परीक्षाको समय मानिन्थ्यो। एसिनहरुले आफैलाई पुजाहारी, लेवी र साधारण सदस्यहरूमा विभाजन गरेका थिए। अन्तिम अधिकार पुजाहारीहरू वा सदस्यका छोराहरूमा थियो, जसले सिद्धान्त, सम्पत्ति, न्यायमा निर्णयहरू दिन्थे। सामाजिक नियममा हामी यो पाउन सक्छौं। एसिनहरुका जीवनी। एसिनहरुका दैनिक कार्यहरू बिहानको प्रार्थनापछि खाजा खान्थे अनि काम गर्थे। त्यसपछि स्नान गरी भोजन गर्थे। त्यसपछि फेरि काम गर्ने समय हुन्थ्यो अनि फेरि नुहाएर बेलुकाको खाना खान्थे। उनीहरू सदस्यहरूबाट प्राप्त भएको सम्पत्ति उपयोग गरी र समूहले दिउँसो काम गरी आफ्नो खाँचो टार्थ्यो। एसिनहरुका सब थोक साझा हुन्थ्यो। उनीहरूको जीवन साधारण र सन्तुष्ट थियो। उनीहरू अशुद्ध हुने डरले शिरमा तेल समेत लगाउँदैन थियो। शुद्धिको लागि चिसो पानीले नुहाउनु पर्ने चलन थियो। उनीहरूको भोजन पुजाहारीहरूले तयार पार्थे। उनीहरू यरुशलेमको मन्दिरप्रति आस्था राख्दैनथे र त्यहाँ हुने आराधनामा पनि भाग लिँदैनथे। एसिनहरु परमेश्वरपछि मोसालाई धेरै आदर गर्थे। उनीहरू मन्दिरतिर हेरेर प्रार्थना गर्नुको साटोमा सूर्यतिर हेर्थे। पुरानो करारको गहिरो अध्ययनले गर्दा एसिनहरुमध्ये कोही अगमवक्ताहरू बने। एसिनहरुले आफूले ठिक धार्मिक सिद्धान्त अपनाएको ठान्दथे र आफूलाई नयाँ करारका सहभागी भनी डाक्थे। दमस्कसको नियममा हामी यो सबै पाउँदछौँ। यो करार मोसा र अगमवक्ताहरूमा आधारित भए पनि धार्मिकताको गुरुले सिकाए अनुसार थियो। एसिनहरुले पुरानो करारमा अगमबाडीहरू आफ्नै समयमा पूरा हुँदै गरेको विश्वास गर्दथे। अनि हामी हेर्छौं भने डेड सी स्क्रोल्स लेख्ने वा सुरक्षित राख्ने मुख्य समूह एसिनहरु नै हुन् भनी विश्वास गरिन्छ। यी स्क्रोलहरू 1947 मा मृत सागरको किनारका गुफाहरूमा फेला परेका थिए। स्क्रोलहरूमा पुरानो यहुदी धर्म सम्बन्धी दस्तावेजहरू, पुराना बाइबलका पुस्तकहरू र एसिन समुदायका आफ्नै नियमहरू समावेश छन्। यी स्क्रोलहरू करिब 250 ईसा पूर्वदेखि 50 ईसा पूर्वको बीच लेखिएको थियो र यिनले बाइबलको इतिहास, प्राचीन यहुदी समाजको जीवनशैली र धार्मिक विश्वासहरू बुझ्न महत्त्वपूर्ण प्रमाण दिन्छन्। डेड सी स्क्रोल्स अहिले विश्वका सबैभन्दा महत्त्वपूर्ण पुरातात्विक खोजहरूमध्ये एक मानिन्छ। एसिनहरुको बारेमा यति नै भन्दै फेरि पनि सबैलाई जय मसीह।